हेलो सबैलाई नमस्कार। आज चाहिँ म चाहिँ मेरो युट्युब च्यानलको फर्स्ट भिडियो रिएक्सन गर्न गइरहेको छु है। साजनाथ बैतको चाहिँ अहिले नयाँ निस्केको म्युजिक भिडियो रहेछ बसन्त भन्ने, त्यो गीत चाहिँ अब रियाक्ट गर्न गइरहेको छु। ड्यासको हेरौँ त कस्तो रहेछ है त। बसन्तले लैजान्छ रे मलाई तिमीका माया बसन्तले लैजान्छ रे मलाई तिमीका माया ओके साथीहरू, यो भिडियो चाहिँ म्युजिक भिडियो साजन बैतको चाहिँ के कस्तो लाग्यो भने यो भिडियोमा चाहिँ साथीहरू, यो भिडियो चाहिँ म्युजिक भिडियो यो साजन बैतको चाहिँ के कस्तो लाग्यो भने यो भिडियोमा चाहिँ जस बसन्त गीत पनि राम्रो लाग्यो, जस म्युजिक कम्पोजदेखि लिएर सबै लिरिक्सहरू सबै राम्रो लाग्यो मलाई चाहिँ है। तपाईँहरूले पनि हेर्दैन, यो गीतमा चाहिँ त्यही हो, के देखाउनु खोजेको छ नि, अब एउटा लभको बारेमा देखाएको छ। बसन्त भनेपछि चाहिँ अब हुन्छ नि एउटा टिन एजदेखि लिएर अब होइन, अब त्यो टिन एजदेखि लिएर अब आधा वर्षदेखि लिएर बुढेसम्म पुग्दाको लभहरू देखाएको छ। यसमा चाहिँ माया क्या अब हुन्छ नि, माया बसन्त नि समयसँग सर्ट हुँदै हुँदै जान्छ नि, त्यो एउटा एक किसिमको यसलाई के देखाएको छ भने नि, अब हुन्छ माया भन्ने कुराहरू सबैमा हुन्छ भन्ने कुराहरू चाहिँ हुन्छ। अब त्यो चाहिँ टिन एजको माया फाल्टै हुन्छ। अब त्यो अब हामी अलिक आधा वर्ष भएपछि माया अर्कै हुन्छ, अब बुढेसकाल लागेपछि माया अर्कै हुन्छ। यस माया मायै हो भन्नु देखाउनु खोजेको जस्तो लाग्यो मेरो कन्सेप्टमा चाहिँ। अब तपाईँहरूलाई कस्तो के लाग्यो तपाईँहरू प्रतिक्रिया गरिदिनु होला। यो भिडियो सक्दो लाइक सेयर कमेन्ट गरिदिनु होला है मेरो च्यानललाई। फर्स्ट मेरो रिएक्सन भिडियो, अब मबाट केही गल्ती भयो भने अब होइन म क्षमा प्रार्थी चाहन्छु है। सबैले माया गरिदिनु होला, माया देखाइदिनु होला है। फेरि यस्तै नयाँ म्युजिक भिडियोमा रिएक्सनहरू म ल्याउने तपाईँहरूलाई म बाचा गर्दै आज चाहिँ छुट्टिन चाहन्छु है। हस्त नमस्कार।